यो चाहिँ शिव कवि शिरोमणिको जन्मस्थल लेखनाथ लक्ष्मी आरविन्द महादेव चाहिँ आइपुगेका छ। हामी चाहिँ यो दिनभरिको थकान गरिसकेपछि अब हामी कोठा जाँदैछौँ। यो पोखरामा बाटोहरू एकदमै निर्माणधीन छ, बाटोहरू बनिराखेको छ, एकदमै खाल्डो खुल्डीहरू छ यो बाटोहरू। यो चाहिँ भित्री बाटो हो, वैकल्पिक बाटो। ठुलो हाइवे चाहिँ 4 लेनको हाइवे चाहिँ तलपट्टि बनिराखेको छ। खाजा घर बाटोको हालत यस्तो छ, अवस्था नाजुक। म यसलाई छोडेर जान्छु। विशेष त भोलि होली हो, हामी भोलि चाहिँ होली मनाउनेछौँ। खाल्डो यस्तो छ। मलाई यो गाडी कुदाउनै मन लाग्दैन। म बन्द गर के।